गाउँमा 3 पानीको अनुहार अरे तपाईँ एकजना मात्रै हुनुहुन्छ फेरि यो को आयो अर्को 3 पानी यो फतौरी बुढीको भतिजो खड्काजी कोइला खानीबाट आएको सरापे ए कोइला खानीबाट आएको त्यही भएर अनुहार पनि पल्ले उछिटेको कोइलो जस्तो भएको रहेछ मेरी बाबा मेरो दाजु यत्रो विधि एयरपोर्ट खन्ती पैसा तिरेर हजुरले नै हो खनाको अनि मैले नखनाएर तिम्रो कान्छो काकाले खनाउँछ त यहाँ एयरपोर्ट बनाएर मात्रै हुन्छ काकाले खनाउँछ त यहाँ एयरपोर्ट बनिसके पछाडि प्लेनहरू आएको प्लेनहरू आइसके पछाडि घरहरू हल्लिन्छन् कानका जालीहरू फुट्छन् प्लेनको आवाजले बाढी पहिरो जान सक्छ आग लागे हुन सक्छ भूकम्प जान सक्छ त्यसको जिम्मेवारी कसले लिन्छ कसले लिन्छ त्यसको जिम्मेवारी यो एयरपोर्ट अहिले यसै वाक हाले जुन पर्यो ओए के गाउँमा यस्तो राम्रो काम हुन लागिरहेछ त नगरै जा त जान्न के गर्छस् त नगरै जा भनिरहेको छु मैले जान्न के गर्छस् के गर्छ अहिले अरू मान्छेलाई ठिक लान्छ छोडे म मारिस कहिले मलाई मारिस यो नमुना को हो गयो यसको यो माथिको यो टावर टिभीको हो कि रेडियोको हो पत्ता लाउ भएन भने सिधै म एयरपोर्टको टावर हालिदिन्छु यस्तो यो त्यो मलाई कुट्ने तेरा हात त टक्क काटेर तेरा हातका ती अम्ला पनि लर फेरि अचानक काटेर त्यसलाई टुक्रा 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 पालेर त्यसलाई लाएर करामा याद त्यो तोरीको तेल हालेर भुटेर लएर कुकुरलाई दिन्छु कुकुरले पनि नखाएर तेरो त्यो हात फेरि म बोकेर बोकेर कागलाई लएर दिन्छु कागले पनि नखाएर तेरो त्यो हात लगेर म खोलामा लगेर फालिदिन्छु मर्नसकेको असति कुगो खराबी कुगो यति भएपछि मलाई काम नै कुगो पर्सि एयरपोर्टको उद्घाटनका दिन एउटा शराब गोष्ठी राख्छु त्यसमा भाग लिन आउनु होला त्यो दिन त सक्दैन होला